गुड मर्निङ साथीहरू, वेलकम टु पेमा ब्लग। अस्ति रोपेको सिलामको अपडेट गर्नु जाउँ भनेर बारीमा हिँडेको त पहिल्यै बाजे थिएन न पसेर घाँसहरू गोड्दै रहेछ हो। यो चाहिँ हाम्रो सानो बारी हो। अस्ति देखाएको पाल्कीहरू निकै हुर्किसकेको छ हो। म चाहिँ मेन चाहिँ यहाँ मेरो सिलाम रोपेको थिएँ नि अस्ति, सिलामको बोट त्यो जागे कि जागेन भने हेरेको त जागे चाहिँ राम्रै भएछ हो। त्यहाँदेखि हाम्रो यी सानो बारीमा अलिअलि अर्ग्यानिक खानुको लागि चाहिँ रोप्छ हो। यो चाहिँ काँक्राको बोट पनि अलिक ठुलो भइसकेको छ। अब काँक्रा फलेको पनि देखाउँछु नि तपाईँहरूलाई ल। अनि यहाँनिर सानो हाम्रो अलिअलि सब्जीहरू यहाँ मुन्टा पनि भइरहेको छ। अनि तपाईँहरूलाई चाहिँ के सोध्नु चाहन्छु भने चाहिँ यो चाहिँ यहाँ चाहिँ साँप्रा भन्छ, हामी चाहिँ गाभा भन्थ्यो। यो चाहिँ खाने हो कि नखाने हो भनिदिनुहोस् न साथीहरू, क्या दामी भइरहेको छ। खाउँ कि नखाउँ भइरहेको छ नि त हो। खाने हो कि नखाने हो भनिदिनुहोस् है। आजको सानो मेरो ब्लग यतिमा समाप्त गर्दैछु। बाई बाई, थ्याङ्क यू।